परमेश्वरलाई मान्नुपर्ने जिउँदो बलिदानको रूपमा पवित्र परमेश्वरलाई मान्नुपर्ने जिउँदो बलिदानको रूपमा आफ्ना शरीरहरूलाई चढाइदेऊ, आफ्ना शरीरहरूलाई चढाइदेऊ। यो नै तिमीहरूको उचित सेवा हो, यो नै तिमीहरूको उचित सेवा हो। परमेश्वरको कृपाद्वारा बिन्ती गर्दछु, परमेश्वरको कृपाद्वारा बिन्ती गर्दछु। तिम्रो जवानीलाई कसैले तुच्छ नठानोस्, तिम्रो जवानीलाई कसैले तुच्छ नठानोस्। एक पल क्रुसलाई निहालेर तिम्रा पापका लागि येशू क्रुसमा जानुभयो। यसै कारण युवाहरू हो संसारसँग एक नाश नहो, यसै कारण युवाहरू हो संसारसँग एक नाश नहो, संसारसँग एक नाश नहो, संसारसँग एक नाश नहो। पवित्र परमेश्वरलाई मान्नुपर्ने जिउँदो बलिदानको रूपमा परमेश्वरको अनुग्रहद्वारा आग्रह गर्दछु, परमेश्वरको अनुग्रहद्वारा आग्रह गर्दछु। तिम्रो जवानीलाई कसैले ओलाउन नपाओस्, तिम्रो जवानीलाई कसैले ओलाउन नपाओस्। एक क्षण क्रुसलाई सम्झना गर, तिम्रो अधर्ममा येशूको नै खोसियो। यसै कारण भाइहरू हो संसारलाई प्रेम नगरौँ, यसै कारण भाइहरू हो संसारलाई प्रेम नगरौँ, संसारलाई प्रेम नगरौँ, संसारलाई प्रेम नगरौँ। पवित्र परमेश्वरलाई मान्नुपर्ने जिउँदो बलिदानको रूपमा
परमेश्वरको करुणाद्वारा पुकार गर्दछु। परमेश्वरको करुणाद्वारा पुकार गर्दछु। यो सुन्दर जवानी संसारको लागि नसाचौँ। यो सुन्दर जवानी संसारको लागि नसाचौँ। गमेर क्रुसमा आँखा फिराऊ। तिम्रो साटो प्रभु येशू बलिदान हुनुभयो। यसै कारण जवानहरू संसारतिर फर्किन हेरौँ। यसै कारण जवानहरू संसारतिर फर्किन हेरौँ। संसारतिर फर्किन हेरौँ। संसारतिर फर्किन हेरौँ। पवित्र परमेश्वरलाई मन पर्ने जिउँदो बलिदानको रूपमा। पवित्र परमेश्वरलाई मन पर्ने जिउँदो बलिदानको रूपमा। पवित्र परमेश्वरलाई मन पर्ने जिउँदो बलिदानको रूपमा। आफ्ना शरीरहरूलाई चढाइदेऊ। आफ्ना शरीरहरूलाई चढाइदेऊ। यो नै तिमीहरूको उचित सेवा हो। यो नै तिमीहरूको उचित सेवा